नमस्कार, मेरो नाम अशोक गोले। हजुर मेरो स्थायी घर चाहिँ सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर 12 पर्छ। अनि हाल चाहिँ म नवलपुर जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर 6 मा हजुर समुद्रमावि विद्यालयमा निमावि गणितको रूपमा स्थायी गणित शिक्षकको रूपमा कार्यरत छु। विगत 3 वर्ष पुरा भयो स्थायी सेवा सुरुवात गरेको। हजुर गुरु लगभग यही नै मेरो छोटो परिचय हजुर भयो। हस् धेरै धेरै सर। अब तपाईँ हाम्रो भनेको त लगभग स्कुल पढ्दाको उसमा पनि हेर्ने हो भने तपाईँ पनि अब पछि एसई गर्ने बेलामा चाहिँ एसएलसी दिने बेलामा चाहिँ अब मै पढेकै स्कुल आउनुभयो होइन, हजुर पनि होइन। त्यसपछि अब साथीभाइहरू सहकार्य गर्दा गर्दै हाम्रो फेरि तपाईँ हाम्रो भेटघाट पनि भयो सिन्धुलीमा पछिल्लो चरण। अब पहिला पनि सुनेको हो, हजुरले पनि हाम्रो नाम सुने, मैले पनि हजुरको नाम सुने होइन, मात्र प्रत्यक्ष भेटघाट भएको थिएन। अनि त्यो बेला प्रत्यक्ष भेटघाट हुने एक किसिमको हाम्रो गफगाफ भयो। अब फेरि पनि त्यस्तो चाहिँ भेटघाट गर्नुपर्छ भन्ने मेरो पनि उद्देश्य हो। र सर, मैले यो विषयवस्तुतिर प्रवेश गर्दाखेरि चाहिँ मैले हजुरले चाहिँ अहिलेसम्मको चाहिँ हजुरको चाहिँ गणित शिक्षण गर्ने जुन यात्रा कहिलेबाट सुरु गर्नुभयो, तपाईँले गणित एज अ म्याथमेटिक्स टिचरको रूपमा कहिलेबाट सुरु गर्नुभयो, सुरु गर्दाखेरि चाहिँ तपाईँले अब प्राइभेट सेक्टरहरूतिरबाट सुरु गर्नुभयो कि डाइरेक्ट गभर्मेन्ट स्कुलहरूबाट सुरु गर्नुभयो, थ्रु आउट जर्नी अहिलेसम्मको तपाईँको सुरुवात गर्दादेखि अहिलेसम्मको जर्नीमा चाहिँ कसरी आउनुभयो सर म्याथमेटिक्स टिचिङमा चाहिँ हजुर? धन्यवाद प्रश्नको लागि। अब मेरो चाहिँ म्याथमेटिक्सको जर्नी हुन त म आफू म्याथको विद्यार्थी भएको हिसाबले पहिला +2 र ब्याचलर पढ्दाखेरि चाहिँ खासै मैले यो टिचिङमा इन्भल्भ भइनँ। ठ्याक्कै ब्याचलरको अन्तिमतिर लगभग यो भनेको 77 सालतिर होला सर होइन। 77 सालतिर ब्याचलरको मैले 4th इयरको एक्जाम दिएर आउने बित्तिकै अनि त्यसपछि होइन अब चाहिँ ब्याचलर पनि सक्यो, अब अलिकति आफैले पनि केही गर्नुपर्छ भन्ने सोचेर अनि त्यो पढाउनेतिर लाग्थ्यो। त्यो बेला अब सुरुवातमा चाहिँ विशेष गरी अलिकति ब्याचलर लेभलको कन्टेन्टहरू यसो जस बाहिरबाट आउनेहरूलाई ब्याक लागेकोहरूलाई होइन यसो खुजो पढ्न नपाएकोलाई मिलाएर पढाएर फाल्टु पास गर्ने सम्बन्धी कामहरू गरेको थिएँ। अनि त्यो बेला त्यसरी भन्दा पनि त्यो काम पनि गरिरहेको थिएँ। सँगसँगै एउटा चाहिँ प्राइभेट स्कुलमा बोर्डिङ स्कुलमा काठमाडौँको एउटा ज्ञानकुञ्ज भन्ने बोर्डिङ स्कुलमा मैले त्यहाँबाट सुरुवात गरेँ। मेरो फर्स्ट गणितको शिक्षण टिचिङको चाहिँ फर्स्ट मेरो यात्रा भनेकै बोर्डिङ स्कुलबाट सुरु भएको सर होइन। ज्ञानकुञ्ज स्कुल 8, 9, 10को चाहिँ पिरियड मिलाएर त्यहाँनिर पढाएको थिएँ। अनि त्यसपछि लगभग 8-9 महिना जति मैले पढाएँ होला कन्टिन्युसली त्यो स्कुलमा। आयोग खुल्यो, आयोग खुल्ने बित्तिकै मैले सर्लक्कै आयोग एक्जाम दिने बित्तिकै म पोस्टिङ भइहालेँ। पोस्टिङ भएपछि मध्य विद्यालय छोडेर सिधै सरकारी हुनुपर्ने भयो। 2079तिरबाट म चाहिँ अब यही उसमा कार्यरत छु भनौँ न, यो सरकारी विद्यालयमा सामुदायिक विद्यालय एउटा गणित शिक्षकको रूपमा कार्यरत छु। निरन्तर चलिरहेको शिक्षणको यात्रा। हजुर ओहो एकदम सर हो। भनेपछि तपाईँले काठमाडौँमै जब अध्ययनको सिलसिलामा जब त्यहाँ रहनुभयो, अब त्यहाँ ब्याचलरको पनि लगभग ब्याचलर कम्प्लिट गरिसकेपछि अनि जोइन हुनुभएको होइन त त्यो प्राइभेट बोर्डिङमा पनि? एकदम ब्याचलर कम्प्लिट भएपछि बल्ल मैले सुरुवात गरेको। हजुर सर हजुर हो सर। अनि सर यो जुन चाहिँ छ एज अ म्याथमेटिक्स टिचरको रूपमा तपाईँले पढाउँदै जाने क्रममा चाहिँ अब म्याथमेटिक्स भन्ने बित्तिकै अब त्यसले त्योभित्र धेरै हाँगाबिँगा ब्रान्चहरू त्यसका छन् होइन र, टपिकहरू पनि धेरै छन्, एउटामा मात्रै केन्द्रित भएको हुँदैन म्याथमेटिक्स भनेपछि। अब यो विशेष गरी जस्तै मेरो चाहिँ यहाँ कुरो के रह्यो त भन्दा सर यो ज्यामितिलाई विशेष गरी चाहिँ हजुरले टिचिङ गर्दाको सिलसिलामा चाहिँ तपाईँले चाहिँ यसलाई कति, जस्तै कोहीले ट्रिगोनोमेट्री पढाउन मजा लिँदो रहेछ, कोहीले ज्यामिति पढाउन, कोहीले चाहिँ स्ट्याटहरू आयो भने पढाउन मजा लाग्ने त्यस्तो हुँदो रहेछ, कुनै टिचरलाई अल्जेब्रा पढाउँदा मजा लाग्ने, विद्यार्थीलाई पनि कुनैलाई अल्जेब्रा पढ्दा मजा लाग्ने, कसैलाई चाहिँ मेन्सुरेसन पढ्दा मजा लाग्ने त्यस्तो हुँदो रहेछ।
हजुरलाई चाहिँ यो ज्यामिति पढाउँदा अथवा चाहिँ एज अ स्टुडेन्टको रूपमा र एज अ टिचरको रूपमा भूमिकामा रहँदाखेरि ज्यामिति भन्ने जुन टपिक छ यो पाठलाई चाहिँ कस्तो रूपमा लिनुहुन्छ हजुरले? एउटा चाहिँ भनौँ न। उम्, हस् सर, धन्यवाद। उम्, अब यो ज्यामितिको कुरा गर्दा जस्तो अब म्याथमेटिक्स पढिरहँदाखेरि हुन त त्यसका पनि आफ्नै क्षेत्रहरू छन्। अब ज्यामिति विशेष गरी हामी विद्यार्थी छँदाखेरि भनौँ न, त्यो बेलामा टिचरको अभाव हुन्थ्यो, हरेक कुरा हुन्थ्यो त्यो समयमा। त्यो बेलामा ज्यामितिका साध्यहरू भनेपछि एकदम गाह्रो लाग्थ्यो क्या हजुर हाम्रो विद्यार्थी हुँदाखेरि चाहिँ। अनि त्यति मात्रै होइन सर, होइन जस्तो अब हामीले जब ब्याचलरतिर भनौँ न, हजुर प्लस टूमा त्यति धेरै फोकस गरे होइन। ब्याचलरमा आएपछि हामी टुडी युक्लिडियन जोमेट्रीको कुराहरू, यहाँ जोमेट्रीको पार्ट त धेरै छन्, डिफरेन्सियल जोमेट्रीदेखि लिएर थुप्रै खालको ज्यामितिहरू छन्। यी सबै कुराहरूमा ज्यामितिको पार्ट चाहिँ एकदम गाह्रै लाग्थ्यो क्या, नटाढी भन्नु। स्कुल लेभलमा पनि तपाईँको त्यो सर्कलको कुरा होस्, सर्कलसँग रिलेटेड ज्यामिति होस्, या होइन अब नर्मल्ली हामीले अगाडि पढिरहने त्रिभुज चतुर्भुजहरूसँग रिलेटेड ज्यामितिको कुराहरू पढिरहँदाखेरि त्यसको साध्यहरू त्यस्ता कुराहरू पढिरहँदाखेरि चाहिँ अलिकति कन्सेप्ट क्लियर नभएर हो कि किन हो, विद्यार्थी छँदा अलिकति गाह्रो चाहिँ लाग्थ्यो। अब अहिले अब शिक्षकको रूपमा जब बाहिर आइयो, भनौँ न त्यो भूमिकामा आइयो, त्यसपछि चाहिँ अब ज्यामिति टिचिङ इन्ट्रेस्टिङ लाग्छ। हजुर यो अलिकति हामीले रिलेट पनि गर्न सकिन्छ। धेरै जस्ता सेप्सको कुराहरू, फिगरको कुराहरू आउँछ, त्यस्ता कुराहरूलाई चाहिँ अझ बढी कनेक्टेड गरेर कल्चरसँग रिलेटेड होला, अथवा भनौँ न वरिपरिको जति कुराहरू अभाइलेबल छ ती कुराहरूमा कनेक्ट गरेर पढाउँदाखेरि चाहिँ अझ त्यसमा चाहिँ त्यो पार्ट जुन हामीले विद्यार्थी र आफूले जुन गाह्रो महसुस भइरहेको थियो, साँच्चै ती कुराहरूलाई चाहिँ अलिकति हुन्छ नि डे टु डे लाइफसँग जोडियो भने, अथवा हाम्रो सराउन्डिङमा रहेको अब्जेक्टहरूसँग म्याप गरेर कनेक्ट गरेर त्यसलाई चाहिँ बुझेको भए, पढेको भए अझ सहज हुने रहेछ जस्तो चाहिँ लाग्छ। हजुर एकदम सही सर, एकदम राम्रो। जस्तै यो जुन छ सर अहिले अब तपाईँले कतिपय कुराहरू एकदम प्लस पोइन्टको रूपमा भन्नुभयो, जस्तै कल्चरमा हाम्रो होइन हाम्रो संस्कृतिमा पनि कतिपय कुराहरू हेर्ने हो भने हामीलाई म्याथमेटिक्ससँग रिलेटेड कुराहरू छ। इभन अब त्यो जस्तै त्यो बनाउनेहरूले हाम्रो जस्तो चाहिँ फर्मल एजुकेसनै लिनु भएको छैन होइन, त्यही पनि उहाँहरूले कस्तो चाहिँ त्यो भनौँ न त्यो टाइपको इन्जिनियरहरूले पनि अचम्म हुने टाइपको त्यस्तो खालको चाहिँ डिजाइनहरू गर्नुहुन्छ, बनाउनुहुन्छ। एकदम राम्रो कुरो सर। यो ज्यामिति टिचिङमा चाहिँ विशेष गरी तपाईँले चाहिँ जियोजेब्रा चाहिँ सर्वप्रथम चाहिँ कहिले प्रयोग गर्नुभएको थियो सर? र त्यो जियोजेब्रा चाहिँ फर्स्टचोटि चाहिँ जियोजेब्रा भन्ने चाहिँ कहाँबाट सुन्नुभयो हजुरले? कहाँ इन्सपिरेसन कहाँबाट आयो? र एप्लेटहरू बनाउने अनि त्यसलाई चाहिँ फेरि मेरो चाहिँ रेगुलर टिचिङ क्लासमा पनि चाहिँ म त्यो इन्टिग्रेट गर्छु भन्ने चाहिँ कहिले आएको थियो सर तपाईँलाई त्यो सोच? भनौँ न फर्स्ट ट्राई तपाईँले। धन्यवाद क्वेसनको लागि। यो मलाई चाहिँ सायद म्याथमेटिक्सलाई जस्तो हामीले पढाउनका लागि प्रयोग गरिने एउटा भनौँ न टुलको रूपमा जियोजेब्रा त एकदमै डाइनामिक होइन, एकदमै राम्रो सफ्टवेयर पनि हो, अफलाइन अलिकति राम्रोसँग अभाइलेबल भनौँ न, इजिली अभाइलेबल पनि छ, अफलाइन पनि हो, सबै कुराले चाहिँ त्यो ठिक छ। अब यो जियोजेब्रा भन्दा अगाडि अरू सफ्टवेयरहरू पनि पहिला चाहिँ हल्का फुल्का युज गरिरहेको थियो, जस्तो अब नर्मली त्यो टाइपिङहरू गर्नेमा जस्तो तपाईँको लेटेक्सहरू होइन, अरू सफ्टवेयर प्रयोग गरेर पहिलाको लेटेक्सहरू। तर तिनीहरूमा भन्दा त्यो अलिकति प्रयोग गर्न नै गाह्रो। जस्तो अहिले जुन जियोजेब्राको जुन कुरा आयो, यो चाहिँ मैले कोभिडको बेलामा जब कोभिड स्टार्ट भयो त्यो बेलामा लकडाउन हुँदाखेरि धेरै क्लासहरू अनलाइन क्लासहरू रन भएको थियो। अनि त्यो बेलामा पनि सुनेको चिज थियो, मतलब जियोजेब्रा भनेको सफ्टवेयरको कता अलिअलि प्रयोग मात्र हल्का फुल्का कहीँ देखेको थियो, तर आफूले
मजाले एप्लेटहरू बनाउने अथवा यसमा यसरी काम हुन्छ भन्ने चाहिँ आफूले प्रत्यक्ष रूपमा गरेर हेरेको थिएँ। हजुर हजुर सर तर जब त्यो कोभिड आयो त्यो बेला पढाउनु पर्ने पनि लगभग त्यो बेला त म टिचरको रूपमा थिएन, म विद्यार्थी नै थिएँ, युनिभर्सिटीको एउटा स्टुडेन्टको रूपमा थिएँ। अनि त्यही कोभिडको बेलामा मैले चाहिँ एडभान्स जियोजेब्राको क्लास पनि लिएको थिएँ। हजुर सर प्लेटफर्मतिर सोसियल मिडियातिर त्यो देखिरहेको हुन्थ्यो। अनि जियोजेब्रा चाहिँ साँच्चै अलिकति डाइनामिक रहेछ, अहिलेको युगमा चाहिँ यही सफ्टवेयर रहेछ भन्ने मलाई लागेर एडभान्स क्लास पनि लिएँ त्यो बेला। कोभिडको बेला जब त्यो एडभान्स जियोजेब्रा क्लास लिएँ धेरै कुरा थाहा भयो क्या सर। त्यहाँ अब कसरी हुँदो रहेछ, यति राम्रो यति डाइनामिक एनिमेसन होइन, हरेक कुराहरूलाई अब्जेक्टहरू मुभ गर्नेदेखि लिएर फाइलहरू एप्लेटहरू चाहिँ कम्प्लिटली डाइनामिक बनाउने, त्यस पछाडि भिजुअलाइजेसनहरू एकदम 2D 3D होइन, स्प्रेडसिटको कुराहरू त्यहाँ अब हरेक खालको कुराहरूलाई गणितको कुराहरूलाई चाहिँ मजाले क्या तपाईँको जति हामीले पढिरहेको हुन्थ्यो भोकिरहेको हुन्थ्यो यस्तो हुन्छ भनेर निकालिरहेको कुराहरूलाई गराएर हेर्दाखेरि चाहिँ एकदमै क्लियर हुने रहेछ क्या। स्टार्टिङ भनेको त्यही कोभिडको बेलादेखि कोभिडको जुन फेजमै चाहिँ तपाईँले त्यो टाइमबाटै चाहिँ यसमा चाहिँ सुरु गर्नुभयो है सर। र जस्तै हजुरले सेल्फ लर्निङको रूपमा त्यसलाई लिनुभयो र त्यसलाई चाहिँ बेसिक मात्रै नभएर एडभान्सदेखिका कुराहरू पनि चलाउन सिकेर एप्लेटहरू पनि बनाउनु भयो। र यो चाहिँ खासमा तपाईँले सर जब बनाइसकेपछि क्लासमा चाहिँ प्रयोग गर्दाखेरि फर्स्ट टाइम चाहिँ विद्यार्थीहरूको चाहिँ रेस्पोन्स कस्तो रहेको थियो सर? हजुरले जस्तै क्लासमा कुनै डेमोन्स्ट्रेट गर्नुभएको थियो त आफूले बनाएको कुराहरूलाई जियोजेब्रा मार्फत? एकदम यो चाहिँ यस्तो थियो, अब जियोजेब्रा त्यो बेलामा पहिला आफूले हल्का फुल्का चलाइरहेको थिएँ। अनि चलाइरहेको भएर आफूलाई उत्सुक भएर मात्र क्लास लिएको थिएँ। यदि कुनै पनि कन्सेप्टै थाहा नभएको सायद लिन थियो होला। त्यो बेला एउटा ल्याग चाहिँ के रह्यो भन्दाखेरि जस्तो अब म एउटा विद्यार्थीको रूपमा थिएँ अनि म आफै टिचर थिएन होइन, टिचर भइसकेका थिएन मतलब कहाँ देखाउने भन्दाखेरि मैले त्यो बेलामा चाहिँ युज गरेको थिएन। टु बी अनेस्ट होइन, त्यो बेला मैले जुन बोर्डिङमा पढाएँ, बोर्डिङमा पढाउँदाखेरि पनि मैले जियोजेब्रा चाहिँ प्रयोग गरेको थिएन सर होइन। त्यो बेला भनेको अलिकति अरूमा धेरै कुराहरू हुन्थ्यो। तर मैले जब यो सरकारी स्कुलमा आएँ त्यस पछाडि चाहिँ जोइन गरेँ होइन। तपाईँको अब यो कतिपय अब ज्यामितिसँग रिलेटेड अझ ठ्याक्कै जोमेट्रीमा भन्दा जस्तो हामीले ट्रान्सफर्मेसन जोमेट्री भनौँ न, 8 कक्षाको ट्रान्सफर्मेसन जोमेट्रीमा जस्तो हामीले रिफ्लेक्सन रोटेसन ट्रान्सलेसनको कुराहरूलाई एनिमेट गरेर देखाएको थिएँ फर्स्ट टाइम। अनि त्यो बेला चाहिँ विद्यार्थीको रेस्पोन्स एकदम राम्रो थियो। त्यसले अब एक त अब कन्सन्ट्रेसन फोकस विद्यार्थीको त्यो फोकस र कन्सन्ट्रेसनलाई क्याच पनि गर्यो कुरो कि यस्तो नि हुँदो रहेछ, म्याथलाई पनि यसरी चाहिँ होइन यसरी भिजुअलाइज गरेर पढ्न मिल्ने रहेछ भनेर। उनीहरूले पनि सायद त्यो एक्सपेक्ट गरेको थिएन होला यसरी पढ्न मिल्छ भन्ने, अथवा यस्तो सफ्टवेयर यसरी बन्छ होला भन्ने थाहा थिएन होला। त्यो हिसाबले फर्स्ट टाइम चाहिँ मेरो एक्सपिरियन्स एकदम पोजिटिभ थियो। विद्यार्थीहरूबाट राम्रो रेस्पोन्स आएको थियो। जुन कुरालाई त्यहाँ एक्सप्लेन गरेको हुन्थ्यो त्यसलाई अब ट्याक्कै भिजुअलाइज गर्ने बित्तिकै एक्सप्लेन गरेको कुरा प्लस भिजुअलाइजेसन, त्यसले गर्दाखेरि त्यो कन्सेप्ट चाहिँ अति क्लियर हुने रहेछ क्या। हजुर 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 त्यो चाहिँ उनीहरूको अहिले भन्छौँ हामी जस्तै सिक्ने कुराहरू पनि गणितमा एउटा भनेको प्रोसिड्युरल तरिका प्रोसेस देखाएर भन्ने हुन्छ, अर्को भनेको चाहिँ कन्सेप्ट दिएर भन्ने हुन्छ भनेको त्यसले चाहिँ भनेको जियोजेब्राले चाहिँ प्रोसेस पनि सँगसँगै त्यसको कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ पनि डेभलप गर्नलाई चाहिँ धेरै महत्त्व चाहिँ दिएको पाउनुभयो है हजुरले? हजुर हजुर। यसमा चाहिँ तपाईँलाई जस्तै यो चाहिँ वास्तवमा तपाईँको चाहिँ यो हामीले चाहिँ जियोजेब्रालाई टिचिङ गर्ने सन्दर्भमा चाहिँ खासमा चाहिँ सर यो
यसलाई हामीले रेगुलर डेली नै यसलाई युज गर्दै र हामीले क्लासका कुराहरूमा प्रत्येक क्लासमा चाहिँ जियोजेब्राको कुराहरू पनि जोड्दै अनि त्यो क्लासमा भएको जति दिनुपर्ने हो सब्जेक्ट म्याटर त्यसलाई पनि दिँदै गर्न चाहिँ कतिको सहज छ सर? तपाईँलाई कतिको लाग्छ यो चाहिँ डेली हामीले चाहिँ यो प्रयोग गर्दै यसलाई इन्टिग्रेट गर्दै प्रत्येक दिन देखाउँदै विद्यार्थीकोसँग रेस्पोन्स लिँदै अनि काम गराउँदै गर्न त्यति सहज छ कि छैन अहिलेको कन्टेक्समा र तपाईँको त्यो सन्दर्भ त्यहाँको अहिलेको अवस्थामा तपाईँको स्कुलको एकाडेमिक अवस्था र अब ओभरअल नेपालकै पनि तपाईँले त अब जस्तै अहिले त तपाईँले धेरै ठाउँमा चाहिँ तपाईँहरूको चाहिँ अब सहकारी हुन्छ धेरै पूर्वदेखि पश्चिमसम्मका चाहिँ म्याथमेटिक्स टिचरदेखि लिएर इभन थुप्रै साथीहरूसँग चाहिँ तपाईँ हाम्रो त सहकारी भइरहेको हुन्छ होइन, कन्ट्याक्ट भइरहेको हुन्छ। यसमा चाहिँ के लाग्छ सर, डेली हामीले युज गर्न सक्छौँ होला त यसलाई प्रत्येक क्लासमा गर्दै अनि सब्जेक्ट म्याटर पढाउँदै गर्न सकिएला त जियोजेब्रा युज गरेर? अब यो जियोजेब्रालाई हामी डेली युज गर्ने युज गर्न नसकिने होइन। यदि हामीले त्यो खालको मेटेरियलहरू अथवा हामीले मेहनत गरेर अलरेडी चाहिँ कतिपय होइन एप्लेटहरू अथवा त्यो जुन कोर्स हुन्छ नि हामीले पढाउने कोर्सहरूको अलरेडी डिजाइन गरेको छ भने लगभग पोसिबल हुनसक्छ। त्यो फेरि यस्तो सर, यो चाहिँ अब होइन, अब एउटा टिचरले जस्तो म एउटा टिचर भएँ, अब मैले मेरो ल्यापटपमै कम्प्लिटली त्यो कोर्स चाहिँ जियोजेब्रामा डिजाइन गरेछ मानिलिउँ, कक्षा 8 कम्प्लिटली डिजाइन गरेको होला। त्यसरी मैले कुनै कोर्स चाहिँ कम्प्लिटली जियोजेब्राबाट डिजाइन गरेर प्रत्येकमा चाहिँ म यो कन्सेप्टलाई यसरी भिजुअलाइज गर्छु अनि यसरी एक्सप्लेन गर्छु भनेर त्यो बनाएँ भने त्यो जुन हाम्रो विद्यालयहरू चाहिँ अहिले पनि सक्षम छैन। हामीसँग त्यो पूर्वाधारको विकास भएको छैन क्या सर। जस्तो हाम्रो अब यो आइसिटीसँग रिलेटेड जस्तो अब हाम्रै विद्यालयमा पनि यसपालिबाट चाहिँ करिब 3-4वटा क्लासमा 3टा क्लासमा चाहिँ हाम्रो स्मार्ट बोर्ड छ। सबै नभएको अवस्थामा हामीले के गर्नु पर्यो भने अब कि त अब प्रोजेक्टरबाट जोडेर गर्नु पर्यो कतिपय अवस्थामा, एउटा क्लासबाट अर्कोमा सार्नु पर्यो, किनभने प्रत्येक क्लासमा त्यो पूर्वाधार हुँदैन, त्यो चाहिने टुल्सहरू चाहिँ हामीसँग हुँदैनन्। नभइसकेपछि यो चाहिँ च्यालेन्जिङ छ, डेली चाहिँ हामी गर्न सक्दैनौँ। र अर्को कुरा चाहिँ के हुन्छ भने हामीले डेली नै जियोजेब्राबाट गरिरहँदाखेरि त्यसले टाइम चाहिँ अलिकति युजुअल भन्दा अलिक बढी टाइम अब होइन, हामीले चाहिँ कम्प्लिटली राम्रैसँग डिजाइन गऱ्यो भने पोसिबल छैन भन्ने चाहिँ होइन। जस्तो एभ्री टपिकमा इच एन्ड एभ्री टपिकलाई हामी जियोजेब्राबाट मजाले सहजीकरण गर्न सक्छौँ, पढाउन सक्छौँ, भिजुअलाइज गर्न सक्छौँ, नसकिने चाहिँ होइन। तर एज अ होल जस्तो अब देशैभरिको स्थितिमा चाहिँ यो पोसिबल छैन। सबै ठाउँमा त्यो पूर्वाधार विकास भएको पनि छैन। आइसिटीसँग रिलेटेड अब कतिपय ठाउँमा तपाईँको लाइनको पनि समस्या हुन्छ, कतिपय ठाउँमा स्मार्ट बोर्ड छैन, प्रोजेक्टर हुँदैन, त्यो पूर्वाधार विद्यालयमा उपलब्ध हुँदैन। त्यो भएर हामीसँग त्यो चाहिँ सम्भव छैन। म आफैले पनि अब पढाइरहँदाखेरि सधैँ त्यो प्रयोग गरेको, कतिपय पाठहरू पढाइरहँदाखेरि कतिपय कन्सेप्टहरू चाहिँ जियोजेब्रामा डिजाइन गरेँ। जस्तै अब ज्यामितिमै पढाइरहँदाखेरि ट्रान्सफर्मेसन जोमेट्रीमा तपाईँको अब त्यसको कन्सेप्टको लागि जस्तै अब ट्रान्सलेसन भनेको के हो, कसरी हुन्छ, कसरी अब्जेक्टहरू मुभ हुन्छ, होइन, भेक्टर के रहेछ भन्ने कुराहरूबाट त्यो देखाउनु पर्यो भने, रोटेसनको कुराहरू, रिफ्लेक्सनको कुराहरू देखाउनु पर्यो भने त्यो सहजै हामीले प्रयोग गर्ने भयो। तर हामीले अब त्यति मात्र नभइकन विद्यार्थीले अब अभ्यासको कुराहरू, एक्सर्साइजको कुराहरू सहजीकरण गर्नुपर्ने हुन्छ, कतिपय अवस्थामा अरू क्रियाकलापहरू गर्नुपर्ने हुन्छ। हजुर सर। सर